हेलो एभ्रिवान म चाहिँ आज पहिल्यै एउटा मान्छे जस्तो भेटिन्छ क्या फर्स्टमै म चाहिँ आज अब जाँदैछु कुरिन्टार जाँदैछु म बाइकमा विथ माई रोयल एनफिल्ड म चाहिँ अहिले पावर हाउस आइपुगेँ अब यहाँबाट कुरिन्टारको बाटो अराउन्ड होला त्यस्तै 5 घन्टाको। अब हेरौँ मैले कतिमा कभर गर्छु। अहिले भयो ठ्याक्कै 1 बज्यो, ठ्याक्कै 1 स्टार्ट। अब चाहिँ 1 बजेदेखि नै काउन्ट गरौँ। 10-15 मिनट मेरो अलिकति खेर गयो। बाटो यस्तै हो, डाइभर्जन छ, पुरै बाटो बन्दैछ। यो त के राम्रो बाटो हो र राम्रो बाटो अझै एकछिनपछि आउँदैछ। रोड पिच भएको बाटो त राम्रो हुँदै होइन नि नेपालको, यु नो। यो चाहिँ हो पावर हाउस। अलिकति तल पावर स्टेसन छ, त्यही भएर पावर हाउस भन्छ कि यसलाई। अब 80कै स्पिड हुन्छ होला मेरो प्रायः जस्तो। 100 चाहिँ अलि पुग्दैन, बाइकले थाम्दैन, भाइब्रेसन बढी हुन्छ। ए महानुभाव बिग्रेर बस्नु भएको रहेछ, लोडेड गाडी थियो होला। अलिकति लङ वे हिँड्यो भनेपछि बाटो चाहिँ मिच्न मन लाग्दो रहेछ। अब म त यो बाटो लगभग यस्तो भएको 4 चोटि हिँडिसकेँ। अराउन्ड दमौलीसम्म 2 चोटि, त्यसपछि चितवन 1 चोटि। मोस्टली मलाई बाइकै प्रिफर गर्छु म हिँड्नलाई। यो हो नि बाटो। ए कति तलबाट, ए धेरै डाउन गर्न लागेछ बाटो त यार, धेरै नै डाउन गरेछु नि। ए सरी हो, अलिअलि कुदाउनु पाए पो हुन्थ्यो। 20-40 गरेर त कसरी हुन्छ र? यतिको बाटो हो भने त राम्रो बाटो हो नि, राम्रो बाटो हो नि यार यो त। GoPro स्टप रेकर्डिङ। मैले एउटा चिज नगरेको भनेको चेन टाइट गर्न चाहिँ बिर्सेँ क्या। चेन त लिभ गरेको थिएँ, चेन टाइट चाहिँ मैले गरेन।
यस्तो राम्रो कति लिक्क टल्किएको बाटो नि यस्तो पो राम्रो बाटो यार यस्तो सोकेर चलाउनु पर्छ क्या फेरि चिप्लियो भने त चिप्लिहाल्यो जति नै सुकै राम्रो बाटो भने पनि यतिको बाटोमा ट्र्याक्सन चाहिँ हुन्छ उसको टायरै टेढेमेढे छ यार के हो आछु छेप्यो नि त बाटो चाहिँ दमौलीसम्म गएको त्यसपछि त इट्स अल माइन यस म चाहिँ दुलीगौड आइपुगेँ बाटोमा पानी हालेर चाहिँ ल्याच बनाएर चाहिँ सबै जुत्ता फोहोर भइसक्यो यार अब पुस्न त पऱ्यो अलि टाइम पछि अब सिधै उहाँ पुगेपछि यस्तो मैले आँटै आउनु क्या बटरमा किन ब्रेक नधान्ने हो भने क्यार्ने हो भने जस्तो फिल हुन्छ ओइ यसले त रुचाउने भयो त मलाई त यार यस्तो नगर्न केटा अगाडि जाऊ मैं नरुजाऊ है आउनुहोस् उता परबाट आउनुहोस् थ्याङ्क यू खैरेनी कटियो अबको स्टप भनेको अब कहाँ हुन्छ दमौली सिधै दमौली नै होला लेट्स सी टाइममा आउँदा यहाँ नराम्रो छ फस्टिएको थियो र अहिले त खतरा बनाएछ बाटो फिलिङ गरेछ यत्रो खाल्टो थियो यार खत्तम थियो यो बाटो त क्लिप भेटायो भने हालौँला छ कि छैन यस्तो गडेको पुरै जाम भएको थियो पुरै गडेको छ धन्न लिएर गयो फेरि हिमाल देखियो यहाँ चाहिँ माछा पुच्छ्रे देखिन्छ हल्का फुल्का चाहिँ मानुकोट रिजोर्ट पाली भ्यास तनौ बाटो चाहिँ सो फार सो गुड भन्नु पऱ्यो यस्तै यो घोडा चढे यस्तो चाहिँ गुटुङ गरेर अब अगाडिको भ्यू हेऱ्यो मन शान्त हुन्छ दमौली देखियो भर्खर दमौली आइपुग्यो गाइज ठ्याक्कै 1 घन्टा लाग्यो यार अझै आइपुगेको छैन देखियो भनौँ न अब आधी घन्टा भनेको 1.5 घन्टा जस म पिच रोड हुँदाकै टाइममा हिँडिरहेको छु भने मलाई ठ्याक्क 3 घन्टा लाग्छ क्या कुरिन्टार पुग्नलाई चाहिँ ओए त्यसका बाजे छिपिन्छ त ए ब्रेक टाइट भएछ क्या मेरो त बाटो त के हो यस्तो सोफार सोगुट भन्ने बित्तिकै प्याड भयो त ल दमौलीको पुल आयो गाइज नाउ इट्स टाइम फर दमौली को स्पीड इट्स गुड फर मी 1 बजे भनेको 2 बजे आएँ 15 मिनट गयो है अझै गएको होइन यही हो दमौली बजार
एउटा गन्गाउनु पर्छ होइन एउटा समस्या भयो क्या लास्टै हावा गयो कि त्यो उसमा त्यही भएर त्यसलाई बन्द गर्नको लागि मैले हेन्डी प्लास लाएँ त्यहाँ अब म फेरि हिँडेँ आम अल सेट अहिले त आएन नि त क्यार है त क्यार सुइँ के हो के आवाज आएर हैरान ल अब दमौली पनि हेर्दा हेर्दा 1 घन्टामा पुग्यो लगभग मलाई 1 घन्टा 10 मिनट लाग्यो क्या त्यसलाई 10 मिनट त अब यताउति गरौँ न ल 1 घन्टा 10 मिनट ल 1 hour 10 minutes म दमौली आइपुगेँ यहाँबाट सायद त्यति नै डिस्टेन्स छ होला कि उता होइन यार मुगलिन पुग्नु पऱ्यो नि त पहिला त गाडी छ क्या यहाँ अस्ट्रेलियादेखि आएको छ यार फुल रोडवेजबाट है ओए मैले देखिनँ सरी अब यो बाटोको नाम घाँसीको आएछु है घाँसीको आएँ भनेपछि अब धेरै समय लाग्दैन जुम रेकर्डमा पाएपछि त अनि म फेरि मेरो हातको स्पिड सुरु हुन्छ नि त अहिले पो 40मा हिँड्न पऱ्यो यसो 40 कट्नै पाएन भन्न पऱ्यो 40 कट्न पाएन यार यसो त गाह्रो हुन्छ त ओके आई विल वेलकम यु ब्याक अगेन आफ्टर सम टाइम इट्स अ ल्यान्डस्लाइड एरिया आई हेभ टु गो नाउ uphill, 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 uphill. वेलकम ब्याक म चाहिँ अहिले आएँ मनोकामना मुगलिनको अट्टी हो मुगलिनमा खोलिन के म रन्केर आएँ स्टप लिम्न भन्ने सोचेको थिएँ फेरि त्यसलाई जम्मा आधी घन्टाको बाटोले के स्टप लिने जस्तो लाग्यो त्यो रन्केर आइहाल्यो अब चाहिँ यहाँबाट धेरै समय लाग्दैन दिस माइट बी द लास्ट यहाँ आयो मनोकामना जय मनोकामना माई अब बाटो ओभरअल राम्रो थियो पहिलाको भन्दा कम थकाइ लाग्यो कुरिन्टार चाहिँ अराउन्ड 3 घन्टामा आएँ अब 1 बजे हिँडेर 4 बजे आउँदाखेरि
लास्टमा एउटा निष्कर्ष चाहिँ के आउँछ भन्दा मैले बाटोमा धेरै छिटो कभर गरेँ। मुगलिन के अरे मुगलिङसम्म आउँदा त अराउन्ड 350 अराउन्ड भएको थियो, अराउन्ड त्यस्तै भएको थियो। म चाहिँ पोखराबाट दमौलीसम्म आउँदा 1 घन्टा 10 मिनट लाग्यो मलाई। 20 मिनट त्यहाँ सेभ गरेँ, त्यति लाग्दैन। 10 मिनट त क्यामेरा सेटअप गर्न टाइम लागेन, त्यसले गर्दा खाइदिएँ, नत्र अराउन्ड 1 घन्टा त्यस्तोमा सकिन्थ्यो। त्यहाँदेखि फेरि दमौलीमा मेरो 10 मिनट गयो। तर बाटो बन्यो भने म योभन्दा छिटो चाहिँ हुन सक्दिनँ, किनभने बाटो धेरै फराकिलो छ। बाटो फराकिलो भइसकेपछि मेरो कर्नरिङ पानी नभएर चाहिँ बाइक चाहिँ टेढो जाँदो रहेछ। कर्नरिङको पानी नभएर लेनभन्दा बाहिर गएर बस्न खोज्छ क्या बाइक, त्यो स्पिड अप गर्दाखेरि। त्यो भएर चाहिँ त्यो अहिले बढेको नयाँ बाटोमा चाहिँ डर लाग्यो। पुरानो बाटोमा चाहिँ फुल कन्फिडेन्स थिएँ, अहिले बनेको नयाँ बाटो चाहिँ साह्रै गाह्रो लाग्यो। बिस्तारै बानी पर्ला। एन्ड ओभरअल द जर्नी वाज गुड। त्यही हो। Good night, have a safe journey, ride safe, stay healthy, bye bye, take care.